लोकप्रिय गायकका एकदम मनको सफल मान्छे पनि हो ज्योति मगरको लागि सबैजनाले एकचोटि हल्ला चाहिन्छ हो। धेरै धन्यवाद छ। हुन पनि 1.5 दशक त भएछ। म पनि मेरो पनि उमेर 2 दशक जस्तो हो। अनि मैले गीत सुरु गर्ने बेला म हाफ दशकमा थिएँ खास। एनिवे सबैजनालाई नमस्कार। यो चाहिँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई नमस्कार। अनि म जस्तै राम्रो राम्रो सेक्सी सोल्टिनीहरूलाई आई लभ यु। अनि अलि नटी सेक्सी सोल्टीहरूलाई चाहिँ आज पनि मौकाले संजोगले फेरि एउटै स्टेज सेयर गर्न पाएको छु। मेरो अत्यन्तै आदरणीय दाई, मेरो अभिभावक भन्न चाहन्छु म। दुःख अप्ठ्यारो गाह्रो साह्रो सुख दुःखमा मैले दाई मान्ने, दाईले साथ दिने मेरो अनि अभिभावक चन्द्र शर्माज्यू। हुन त अब हुन्छ नि, उहाँ लोकदोरी प्रतिष्ठानको केन्द्रीय पूर्व अध्यक्ष पनि रहिसक्नु भएको छ, धेरै सङ्घ संस्थामा हुनुहुन्छ। तर त्योभन्दा पनि मैले चाहिँ दाईको रूपमा चिन्छु दाईलाई। सो एकदम खुसी लागिरहेको छ। म सम्मान व्यक्त गर्न चाहन्छु। र साथसाथै अर्का एकदमै ट्यालेन्ट अनि ह्यान्डसम अमृत खातीजी पनि हुनुहुन्छ। मेरोभन्दा झलक्क बलेको लुगा उहाँले लाउनु भएको छ होइन। खासमा त्यो लेङ्गा बनाउनु पर्ने थियो, बिर्सेर कोट बनेछ। अनि त्यसै गरी हाम्रो सुनिल पुरी दाई हुनुहुन्छ, दाईलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। सुभाषको त कुरै नगरौँ, सुभाष महत को त कुरै नगरौँ। हामी सबैभन्दा माथि अहिलेलाई उही छ, अहिले हाम्रो अन्नदाता प्रोग्राम अर्गनाइजर जे भने पनि। अनि नवराज ढुङ्गाना दाई कता जानुभयो, भिनाजु नवराज ढुङ्गाना भिनाजुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब यसरी तपाईँहरू जस्तो राम्रो राम्रो मान्छेहरूसँग जोड दिनुहुन्छ। हाम्रो घरमा चुलो पनि बलिरहेको छ तपाईँहरूको कारणले गर्दाखेरि, र तपाईँले विश्वास गरेर आइदिनु पनि हुन्छ, सपोर्ट गर्नुभएको छ। सो धेरै 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 धन्यवाद छ। म जहिले पनि ज्योति मगरलाई जिउन, ज्योति मगरलाई यो लाइफ सर्भाइभ गर्नको लागि चाहिँ तपाईँहरूले एकदमै सपोर्ट गर्नुभएको छ। थ्याङ्क यू सो मच। आई लभ यु। सबैजना धेरैजना भाइ बहिनीहरूले आफ्नो आफ्नो प्रस्तुति राखेर गइसक्नु भयो। भाइ बहिनीहरूलाई पनि धेरै धेरै माया छ। अनि के छ, कपडा खोल्ने सोल्टे फेरि माथि उठ त तिमी। त्यसरी कपडा नखोल न यस्तो सार्वजनिक ठाउँमा, किनकि हामी जस्तो कन्याकुमारी केटीहरूलाई गाह्रो हुन्छ के। फेरि मैले तिम्रो बडी हेर्दा हेर्दा गीत बिर्सेँ भने म फेरि मलाई अर्को खालको मुड भयो भने के गर्ने भन्दै अब धेरै कम छ समय। सबैजनालाई थ्याङ्क यू, आई लभ यु। साँझ परिरहेको छ। तपाईँहरू भट्टी को छिर्नुहुन्छ? भट्टी भनेको चाहिँ देउरालीमै हुनुपर्छ, साइलीकै हुनुपर्छ भन्ने छैन। यहाँ तपाईँले वरिपरि देख्नुभएको दोहोरी साँझहरू, लाउन्ज, बार, क्याफे, क्लब, गजल, अहिले त अझ प्रत्येक बर्गर हाउसमा पनि गीत सङ्गीतहरू हुन्छ। जहाँ जहाँ चाड बेच्न पाइन्छ, रक्सी अल्कोहल बेचिन्छ, त्यो चाहिँ भट्टी हो कि मेरो लागि चाहिँ, हो कि होइन केटा हो? त्यसैले भट्टी छिर्दाखेरि रक्सी खाउ मुड त हुन्छ, तर एकछिन चाहिँ त्यो मुड चाहिँ एकदम गुड हुन्छ, तर भोलिपल्ट चाहिँ पश्चाताप हुन्छ जब खल्ती रित्तो हुन्छ। त्यसैले स्पेसल्ली यो चाहिँ हाम्रो सोल्टेहरूको लागि त। साँझ पख भट्टीमा छिरेको, साँझ पख भट्टीमा छिरेको, थाहै पाइन बेलुका तिरेको, कान्छी मुसुकै पैसा भुसुकै, कान्छी मुसुकै पैसा भुसुकै। अब कान्छी मुसुक भन्छ, तपाईँले पैसा भुसुक भन्नु ल। कान्छी मुसुकै, कान्छी मुसुकै। यो चाहिँ कान्छीको लाइन हो। अब म कान्छीको लाइन। नाक फुली टल्केको टिलिली, नाक फुली टल्केको टिलिली, सोल्टी राजा 3 पेकमै फिलिली, भैँस हर्लाकै सोल्टी
सर्लक्कै हे पैसा हर्लक्कै सोल्टी सर्लक्कै अब म पैसा हर्लक्कै भन्छ तपाईहरु सोल्टी सर्लक्कै भन्नु ल हे पैसा हर्लक्कै हे पैसा हर्लक्कै हे कान्छी मुसुकै ओके कान्छी मुसुकै पैसा मुसुकै अब अर्को रोइला गीत हे तिर्खा लाग्दा सबले धाउने त्यो खोली भित्र के छ तिर्खा लाग्दा सबले धाउने त्यो खोली भित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ ए सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ naughty girls
गाउँछु खोली भित्र पानी चोली भित्र जवानी हे खोली भित्र पानी चोली भित्र हे खोली भित्र पानी चोली भित्र हे खोली भित्र पानी चोली भित्र ओके एक लाख चोली भित्र जवानी हेरिदिउँ ल रोइला रोइला हो रोइला कडा हो रोइला